मेरो मम्मीले चाहिँ गोलभेडा टन्नै लिसेको रहेछ होइन अनि त्यसपछि अहिले त गोलभेडा पनि एकदम सस्तो रहेछ नि त अनि 100 को 3 किलो आइरहेको रहेछ अनि फेरि बिग्रेरै जान लागिसकेको रहेछ कि अब धेरै पछि भ्यालु हुँदैन भने जस्तै भएको छ मेरो घरमा होइन अनि त्यसपछि यतापट्टि दाल पनि हजुरलाई कसरी जानेको छु मैले भनेर देखाउँदै छु है यो चाहिँ म लास्टमा देखाउँछु अनि अचार बनाउनको लागि सुरुमा चाहिँ तिल हालेँ अनि त्यसपछि तेलमा अनि त्यसपछि बदाम फुराएँ होइन तिल र बदाम चाहिँ अलिकति डढेको जस्तो भइसकेपछि हालिदिएँ खुर्सानी अनि त्यसपछि लसुनलाई पनि मजाले पडपड्ती भुट्ने अनि अघि काटेर राखेको गोलभेडा हालेर मस्तसँग फ्राई गर्ने कि होइन अनि अलिकति नुन राखेर यसलाई पनि मस्त पडपड्ती भुट्ने होइन यसलाई चाहिँ मजाले पकाउनु पर्छ होइन किनकि फेरि अब अलिकति काँचो काँचो फ्लेभर आयो भने चाहिँ मिठो हुँदैन कि अनि मस्तसँग पकाउने अलिकति पानी पनि एड गर्न सक्नुहुन्छ मैले चाहिँ पानी एड गरिदिने कि अनि यतापट्टि माम पनि बसालिदिएँ कि मैले अनि यो चाहिँ हाम्रो बारीको आफ्नै काँक्रो हो अनि खैपी हाल्नको लागि लिएर आएको हो कि मैले चाहिँ अनि त्यो हरियो हरियो चाहिँ काटेर आज सलादको लागि पनि युज गरेँ अनि यसरी बनाएको अचार चाहिँ एकदमै मिठो हुन्छ हजुरले पनि यसरी ट्राई गर्नु होला यस्तो बवाल यो झन् मोमोको लागि त बेस्ट नै हुन्छ होइन अनि यसरी दाल पनि झान्ने गरेको छु मैले दाल झान्नको लागि चाहिँ सुरुमा चाहिँ बाक्लो बनाउनु पर्छ दाललाई अनि अलिकति पानी राखेर मजाले फिट्ने अनि त्यसपछि घिउ राख्ने गरेको थिएँ मैले चाहिँ तर मेरो बाबाले चाहिँ घिउ हालेको दाल मन पर्दैन कि झानेको अनि यसरी झानी गरेको छु अलिकति जिरामा अनि त्यसपछि ऊ हाल्ने कि लसुनको टुक्रा हालेर फुराइदिने होइन अनि त्यसपछि यस्तो बवाल हुन्छ यसरी दाल झान्नु होला बब्बाल हुन्छ त्यो साथीहरू